फेरि नमस्कार गर्दै आएँ हजुरहरूलाई। यो मैले चाहिँ यो हाम्रो गुरुजी एकेन्द्र राजा बस्तीको गुरुजी चाहिँ हाम्रा चाहिँ एकदम एगुवा भेषका चाहिँ पारखी र उहाँलाई पनि उहाँ एकदम वाद्यवादनमा पनि एकदमै र उहाँबाट पनि मैले केही सिकिरहेको छु। हिजोका दिनहरूमा पनि मैले चाहिँ अब उहाँ गुरुजीलाई नै थाहा छ मेरो बारेमा होइन, म के गर्थेँ भन्ने कुरा र विद्यार्थी जीवनमा र उहाँबाट पनि केही कुराहरू केही कुराहरू हामी सुनाउँ त। गुरुजीको आफ्नो इच्छा। धन्यवाद उद्धव भाइ। उद्धव भाइको कला र गलाको हामीले सम्मान गर्नुपर्छ। उहाँको कला राष्ट्रको गहना हो। उहाँ आफ्नो विद्यार्थी जीवनमा विभिन्न नाटकहरूमा पात्र भई भाग खेल्ने अनि गाउने नाच्ने, होली अनि गाउँका यी पर्वहरूमा रमाइलो गर्ने उहाँको पहिलेदेखि नै एउटा हबी थियो, रुचि थियो। अहिले पेसाले उनी व्यापार व्यवसायमा हुनुहुन्छ र आज उहाँले एउटा मेरो गीत गाउने मन छ र हजुरले चाहिँ पियानो बजाइदिनु पर्यो भनेर मलाई चाहिँ आग्रह गर्नुभएको छ र उहाँको यो गाउने इच्छालाई आज साकार पार्ने उद्देश्यले म यो पियानोमा आइरहेको छु। उहाँ बाँकी ठाडै भाकाबाट अगाडि बढ्दै हुनुहुन्छ। धन्यवाद। हेरे गुरु। मैना चरी मैदानमा मेरा देश डाफे हिमालयमा, डाफे हिमालयमा, देउडाको संस्कृति राम्रो मेरा देश पश्चिम नेपालैमा, पश्चिम नेपालैमा, बर्माका मसिना चामल मेरा देश नेपालको पानी, नेपालको पानी, बर्माका मसिना चामल मेरा देश नेपालको पानी, नेपालको पानी, एडिट पढ्या भेट होइ गई मान मेरा देश मेरो गइलो बानी, मेरो गइलो बानी, कर्णाली घुमाउरो बग्ने मेरा देश सेती गङ्गा गइलै, सेती गङ्गा गइलै, लाएका पुराना जलका मेरा देश सम्झन्छौ कि कहिल्यै, सम्झन्छौ कि कहिल्यै, सुकी गयो पानीको मूल मेरा देश पानी कहाँ बरु, पानी कहाँ बरु, मन ठुलो करीमा खोटो मेरा देश सम्झेर के गर्યું, सम्झेर के गर्યું, मै पारी तरने थिया मेरा देश निद्रा गङ्गा निद्रा, निद्रा गङ्गा निद्रा,
ए मै जसो कोही छ कि अरू मेरा देश चलभित्र ए चलभित्र ये सडक राम्रा धन गाडीका मेरा देश सहर पोखराको ये सहर पोखराको ये बरसा कसरी मानु मेरा देश उड्ने पामराकोल ए उड्ने पामराकोल ये बरसा कसरी मानु मेरा देश उड्ने पामराकोल ए उड्ने